शेयर गरिदिनु न, यूपीवीसी फर्मुलाको बारेमा हामीलाई भनिदिनु न, भिडियो बनाइदिनु न हैन। सो आज यो भिडियो हामीले यूपीवीसी को फर्मुलाको लागि बनाउँदैछौँ हैन। सो तपाईहरुले यो हेर्न सक्नुहुन्छ हैन। यो तपाईको पीस पीकेजी हो हैन। सबभन्दा पहिला त तपाईले यूपीवीसी को काम गरिराख्नु भएको छ भने यो के हो त्यो पुरा थाहा हुनु पर्यो तपाईले हैन। विन्डो को ट्र्याक हो हैन। यो तपाईको 2.5 mm को ट्र्याक हो हैन, हेर्न सक्नुहुन्छ। यो र यो तपाईको मात्रै गुड्छ, यसमा तपाईको स्लाइडिङ खापा गुड्छ अनि यसमा तपाईको जाली गुड्छ हैन। यो मैटीको 100 को र 110 को मैले कति mm मा कतिको खापा लाग्छ अनि कति mm को जाली लाग्छ हैन, त्यो कुरा मैले तपाईको एउटा भिडियो अलरेडी बनाइसकेका छौं, त्यसमा हेर्नु होला हैन। यो आज हामीले यूपीवीसी को कुरा गर्नेछौं। यूपीवीसी विन्डो को फर्मुला हामीले शेयर गर्नेछौं। सो यो भिडियो तपाईले लास्टसम्म हेर्नु होला, स्किप नगरिकन हेर्नु होला हैन। स्किप गर्नुभयो भने कतिपय पार्टहरु हुन्छ जुन तपाईले स्किप गर्दाखेरि गइसकेको हुन्छ हैन। तपाईले फेरि राम्रोसँग बुझ्नु भएको हुँदैन अनि दाइ तपाईले त भनेकै कुरा मिल्या रहेछ हैन। हामीले त्यसरी बनाउँदाखेरि बिग्रियो रे भन्नुहुन्छ हैन। सो त्यो चाहिँ नगर्नु होला, लास्टसम्म भिडियोलाई हेर्नु होला। अनि यो भिडियोको एम छ हाम्रो धेरै मैले राखेको छैन, अहिले नयाँ च्यानल हो, तपाईहरुलाई थाहै छ त्यो कुरा हैन। सो नयाँ साथीहरु हुनुहुन्छ, हेर्दै हुनुहुन्छ भने यस्तो भिडियोको लागि, इन्फर्मेसन भिडियोको लागि तपाईले जे रिक्वायरमेन्ट गर्नुहुन्छ त्यो हामीले भिडियो बनाएर प्रोवाइड गर्नेछौं हजुरलाई हैन। प्रो च्यानललाई तपाईले सब्स्क्राइब गरिदिनु होला, फेसबुकमा हेरिराख्नु भएको छ भने तपाईले फलो गरिदिनु होला, टिकटकमा हेरिराख्नु भएको छ भने फलो गरिदिनु होला हैन। सो अनि साथीभाइहरुमा तपाईले शेयर गरिदिनु कि रङ छ हैन, त्यसको बारेमा पनि बुझ्न सक्नुहुन्छ। ल अब ढिलो नगरिकन हामीले भिडियोलाई सुरु गरौँ है। यसरी नै बस्ने हो झ्याल हैन। यो यसरी बस्दाखेरि तपाईको कस्तो हुन्छ, यो भागलाई वाइड भन्छ हैन। यो भागलाई वाइड भन्छ भने यो भागलाई हाइट भन्छ हैन। यो साइडको भयो, यसको माथि पनि बस्ने हो हैन। सो भनेसी यो यसरी गर्दाखेरि यो यहाँसम्म जान्छ। अब यहाँसम्म हेर्नुभयो भने यसमा 5 mm जति ग्याप छ हैन, किनकि यसमा यो जुन ट्र्याक लागेको छ नि त। अब यसमा यसको बारेमा हामी पछि कुरा गर्छौं। तपाईको नन ट्र्याक हो। अब यसमा तपाईले एल्युमिनियम ट्र्याक राख्न मिल्छ कि त यतिकै पनि गुराउन मिल्छ हैन। सो पहिला हामीले के गर्ने हो, पहिला हामीले यो भाग नाप्ने। अब यहाँदेखि यहाँसम्म नाप्दाखेरि 28 mm छ। यो चाहिँ हाम्रो वाइडको लागि काम लाग्छ। वाइडमा के छ, 28 mm छ। अर्को पट्टि फेरि 28 mm नै प्लस हुन्छ भनेपछि कति भयो, 56 mm भयो हैन। ल चाहिँ हाम्रो त 55 mm मात्रै छ नि त। यो 55 mm छ भने 56 mm यो अलरेडी भइसक्यो हैन। सेन्टर लकमा पनि अनि तपाईको पुश लकमा पनि तपाईको एउटै फर्मुलाले काम गर्छ हैन। सो कस्तो गर्ने हो, यो 56 mm भइसक्यो। तर हामीले लक लगाउँदाखेरि त कस्तो हुन्छ, लक लाउँदाखेरि त हाम्रो यस्तै बसेको हुन्छ, यसमा एफटी हालेको हुन्छ अनि यहाँनिर फिमेल कस छ। यो लिस्टीको भागमा र एफटी ठोकेपछि सेम बरोबर हुनु पर्यो। यो बरोबर भइसकेपछि के गर्ने हो, अब यो बरोबर कसरी हुन्छ, एउटा त यतापट्टि आएर ठोकिहाल्यो हैन, एउटा यतापट्टि ठोकिहाल्यो अनि अर्कोपट्टि यस्तै गएर बस्यो। अब बिचमा जुन हाम्रो दुईवटा सेक्सन जुन हुन्छ, यो यहाँनिर म एउटा राइट साइडमा अथवा लेफ्ट साइडमा जुन गइरहेछ त्यो गएर यहाँनिर बस्छ भनेपछि त हामीलाई एउटा खापा बराबरकै त चाहिन्छ नि त हैन। एउटा खापा बराबरको 28 mm यो र 28 mm यो गर्दाखेरि त अलरेडी 56 mm भइसक्यो। तपाईको वाइडमा जति पीकेजी को साइज छ त्यसमा हामीले 5 mm प्लस गरेर कटिङ गरेको हुन्छौं पेस्टिङको भाग। त्यही पेस्टिङको भागबाट हामीले डिभाइड 2 गर्यो भने ठ्याक्कै तपाईको यो वाइडको लागि भइहाल्यो हैन। अब हाइटको कुरा गर्नेछौं। ल अब रोलर मैले हाल्दिएको छु हैन। रोलर हालेपछि कति हुन्छ, यति उठ्छ हैन। अब यो भागलाई हामीले मेजर गर्छौं। ल यहाँदेखि यहाँसम्म अलरेडी यो 42 mm छ है। 42 mm त यही भइहाल्यो हैन। अनि अर्कोतिर 42 mm यो भयो। अब यो माथि पनि त यस्तै बस्ने हो, तर माथि त रोलर हुँदैन, यो यसरी माथि बस्छ हैन। तर यसमा हामीले एफटी ठोक्दाखेरि अलिकति यो टाइट हुन्छ, त्यो गर्दाखेरि माथिबाट पनि घटाउनु पर्ने हुन्छ 5 mm जति। यतिको राख्यो भने केही पनि हुँदैन, यो जस्ट 5 mm हो हैन। अब हामीले यसको बारेमा बुझ्नेछौँ। अप साइडमा कति थियो हाम्रो, यो 28 mm भइहाल्यो। यो 28 mm प्लस गर्ने हैन। अनि त्यस पछाडि हामीलाई 5 mm फ्री चाहियो हैन। त्यो गर्दाखेरि कति भयो, यो चाहिँ 75 mm भयो है। 75 mm भयो। 75 mm तपाईको नन ट्र्याक बनाउनु भयो भने 75 mm घटायो भने बेस्टै हुन्छ हैन। अब कतिपय सेक्सनहरुमा
तपाईँको यस्तो पनि आउँछ है। अलरेडी यसमा ट्र्याक बनेको हुन्छ। अब यसमा त ट्र्याक राख्न मिलेन। अब साइडमा पनि यस्तै पिकेजी जोड्दाखेरि तपाईँको पछाडि साइडमा पनि ट्र्याक लागेको हुन्छ, माथि पनि ट्र्याक लागेको हुन्छ। अब त्यसमा तपाईँको यस्तो केसमा यो टाइट हुन्छ है, तपाईँको स्लाइड गर्दाखेरि स्लाइडै हुँदैन के। अब यसको लागि हामी नेक्स्ट भिडियोमा तपाईँले एक्सप्लेन गर्नेछु। यो भिडियो तपाईँको लामो हुनसक्छ होइन। बाइ द वे तपाईँले ट्र्याक राख्नुभयो भने यसमा 5 mm घटाए नि हुन्छ। यसमा नन ट्र्याक रोलर राख्ने भयो, नन ट्र्याकै तपाईँको पिकेजी इन्स्टल गर्ने भएपछि 5 mm राख्ने, त्यो 75 mm घटाउने हो हाइटमा 75 mm घटाउने, वाइडमा तपाईँको ठ्याक्कै पिकेजीको साइजबाट ठ्याक्कै तपाईँको डिभाइड 2 गरिदिने हो। डिभाइड 2 गर्ने बित्तिकै यसमा सबभन्दा पहिला पिकेजी लेख्ने, पिकेजी हाम्रो यो साइडको फ्रेममा लाग्छ है, यहाँ पनि लाग्छ, यहाँ पनि लाग्छ, यहाँ पनि लाग्छ है, यो पिकेजी लाग्छ। कटिङ साइज बनाउँदाखेरि के गर्नुपर्छ त्यो कुरा हेर्नु ल। अब यो 1230 छ भने 1205 mm प्लस गरेर काट्ने, यो 2 पिस हाइटमा लाग्यो। अब पिकेजीको वाइडको कुरा गरौँ होइन, वाइडमा कस्तो हुन्छ। अब मान्नुहोस् कि 1820 छ, अब यहाँनिर 1820 को 25 राख्नु पर्यो, 5 mm प्लस गर्यो, सरी यहाँ मिस्टेक भयो, 5 mm प्लस भयो, 5 mm पेस्टिङको भाग जान्छ है। अनि 5 mm पेस्टिङको भाग तपाईँले यसमा एड गर्नै पर्छ। बाइ द वे तपाईँले 5 mm पेस्टिङको भाग एड गर्नु भएको छैन भने त्यो 5 mm सानो भइदिन्छ तपाईँको है। त्यो 5 mm पहिला यसमा प्लस गर्ने हो। यो पनि 2 पिस लाग्छ। S1 हाइटमा जाने, S1 को हाइट कति चाहियो, जुन हामीले यसमा एड गरेको छौँ 1230 छ, यहाँनिर 1235 छ होइन। अब यो पनि त पेस्टिङ भएपछि यति साइजमा आउँछ भनेपछि यो पनि, यसमा पनि त हामीले यो 75 mm त रेडी गर्नुपर्ने पार्ट हो। अब यसमा हामीले 5 mm प्लस गरिदिन्छौँ ल। 5 माइनस गर्ने हो 80 mm ल। 80 mm गर्दाखेरि 1155 को 4 पिस चाहिन्छ है। अब यसको वाइडको कुरा गरौँ, वाइडको कुरा गर्दाखेरि जस्तै अहिले यो 1820 थियो होइन। अब यहाँनिर हामीले 1820 मा 1825 गरेका छौँ 5 mm पेस्टिङको भाग होइन। अब त्यो 1825 गर्ने होइन, अनि डिभाइड बाई 2 गर्ने भनेपछि 910 को हामीलाई चाहियो, 910 को 4 पिस चाहियो। अब यहाँनिर आउँछ जाली होइन। अब जाली खापाको लागि हामीले के गर्नुपर्छ, सबभन्दा पहिला कुरा यो जति छ तपाईँको ठुलो रोलर भयो होइन, यो लगाउने भएपछि तपाईँले 5 mm अझै माइनस गर्नु पर्यो यसमा होइन, 85 mm माइनस गर्यो। तपाईँहरूले बुझिसक्नु भयो होला। विन्डोको फर्मुला मैले अलरेडी डिटेल्समा बताइदिएको छु। तपाईँको 90 mm को 88 mm ट्र्याकमा काम गरिराख्नु भएको छ भने सो तपाईँले हाइटमा 80 mm घटाउने नन ट्र्याकमा, अनि वाइडमा जुन हाम्रो पिकेजीको जुन वाइड छ त्यसको डिभाइड 2 गर्ने। रिवाच गर्नुहोस्, सकेसम्म बढी रिवाच गर्नुहोस् होइन, साथीभाइहरूको मोबाइलमा चलाउनुहोस् होइन, साथीभाइहरूलाई सेयर गर्नुहोस् होइन, फेसबुकमा स्टोरी लगाउनुहोस्, फेसबुकमा तपाईँले सेयर गर्नुहोस् होइन। सम्म हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। हस् त, थ्याङ्क यू।